साथीहरू, उहाँ चाहिँ नेपालको चर्चित पत्रकार किशोर श्रेष्ठ, जसले पूर्व गृहमन्त्री सुदन गुरुङलाई 10 लाख पैसा लिएर घुस लिएर उनले बदनाम गरेका छन् र बदनाम गरेको कुराहरू अहिले सामाजिक सञ्जालमा विभिन्न सञ्जालहरूमा अन्तर्वार्ता दिँदै लेख्दै भनेका छन्। मैले यस्तो गरेको होइन, ऊ होइन, विभिन्न खालका अभिव्यक्तिहरू दिँदै आइरहेका छन्। र यसरी सुदन गुरुङको जसरी अहिले विवादमा तानिसके पछाडि अहिले जसरी सुदन गुरुङको बारेमा अहिले त्यहाँ जस्तै छलफल भइरहेको छ अथवा त्यहाँ विश्लेषण भइरहेको छ सुदन गुरुङको, र सुदन गुरुङ जसरी विवादमा आइसके पछाडि जुन जनआस्था यिनको यो आफ्नो पेज हो, जनआस्था यिनको मिडिया हो, जनआस्था मिडियाबाट यिनले सुदन गुरुङको बारेमा विभिन्न खालका ती टिका टिप्पणीहरू, कसैबाट घुस लिएर 10 लाख के बोतलका रक्सी के विभिन्न कुराहरू छन्। र यो गरिसके पछाडि अब यिनको अहिले यतिसम्म गाह्रो भइरहेछ। यिनलाई विभिन्न जस्तै ज्वाला सङ्ग्रहवाला उनले पनि यिनलाई मुद्दा हालेकी छन् छानबिनका लागि। सुदन गुरुङलाई जसरी यिनले बदनाम गरेर अहिले उनी पनि अनुसन्धानमा तानिएका छन्, अनुसन्धान भइरहेको छ र अहिलेसम्म जति अनुसन्धान भइरहेको छ त्यसको पुष्टि पनि भइरहेको छैन। यसरी घुसमा बिगेर यसरी अरूको बदनाम गर्ने, कुनै बेला एकजना नायिका हुन् जहाँसम्म लाग्छ उनको पनि चरित्र हत्या गरेर यिनले आत्महत्या गर्न बाध्य बनाएका छन्। यो कुराहरू हामी सबैले थाहा पाएका छौँ। र अहिले यिनले चाहिने भन्दा नचाहिने कसैको इसारामा अथवा कुनै राजनैतिक दलको इसारामा यिनले समाचार लेखेर बदनाम गर्ने खालको यो भ्रामक समाचारहरू लेख्ने कामहरू गरिरहेका छन्। र यिनलाई कस्तो खालको सजाय हुनुपर्छ भन्ने तपाईँहरू चाहनुहुन्छ?